भन्छन् यो जिन्दगी पीरको भारी बिसाउनलाई हो कोही भन्छन् यो जिन्दगी ऐसा आराम बिताउनलाई हो साँच्चै हो त कोही भन्छन् यो जिन्दगी पीरको भारी बिसाउनलाई हो कोही भन्छन् यो जिन्दगी ऐसा आराम बिताउनलाई हो म त भन्छु जिन्दगी म त भन्छु जिन्दगी कर्कलाको पानी जस्तै झरी सुकी गइजाला आज यहाँ हाँसौ खेल्छौ भोलि बसका होला मरिलानु के छ र बाँचुन्जेला गरौँ रमाइलो के गर्छौ त मरिलानु के छ र बाँचुन्जेला गरौँ रमाइलो यो जोसै काय गर्नु पर्यो सकिन लाग्यो है अब भन्नेहरू भन्छन् होला यो संसार नै हाम्रै लागि हो मरि जाँदा दुनियाँले एक मुठी माटो लाने हो कि होइन भन्नुहोस् त मरेर जाँदा त्यही एक मुठी माटो त हो कि होइन हजुर भन्नेहरू भन्छन् होला यो संसार नै हाम्रै लागि हो मरि जाँदा दुनियाँले एक मुठी माटो लाने हो हाँसी बाँचौँ जिन्दगी हाँसी बाँचौँ जिन्दगी सावनमा उर्ली आए बगैँचा नै हो खोला आज यहाँ हाँसौ खेल्छौ भोलि फेरि कहाँ होला सबलाई मरिलानु के छ र बाँचुन्जेला गरौँ रमाइलो मरिलानु के छ र बाँचुन्जेला गरौँ रमाइलो मरिलानु के छ र बाँचुन्जेला गरौँ रमाइलो थ्याङ्क यू यो साथको लागि धन्यवाद अन्त्यमा किरात याक्थुम चुम्लुङ धमक र कमललाई फेरि पनि यति मिठो कार्यक्रम अनि यो मेरो निमन्त्रणाको लागि हार्दिक धन्यवाद व्यक्त गर्दै हजुरहरू सम्पूर्णलाई चासोक तङनामको फेरि पनि शुभकामना सेवारो